गृह मन्त्रालयको साँचो रमेश लेखकको हातमा परेको 11 महिना भइसक्यो। यसबीचमा ठूला भ्रष्टाचार प्रकरणका कुनै पनि फाइल खुलेका छैनन्। प्रहरीको दराजमा थन्किएका भ्रष्टहरूका रेकर्ड फाइलमा धमिरा लाग्ने जोखिम छ। यसमध्येकै एक काण्ड हो नक्कली भुटानी शरणार्थी प्रकरण। नेपाली राजनीतिमा भुइँचालो ल्याउने यस प्रकरणमा हाई प्रोफाइल मान्छेहरू मुछिएका मात्रै छैनन्। पूर्व उपप्रधानमन्त्री टोपबहादुर राईमाझी अहिले पनि जेलखानाकै झोलबात हसुरिरहेका छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाड पनि यसै काण्डका जन्मदाता हुन्। तर दाई शेरबहादुर र आर्जु भाउजूको अपार माया पाएका खान छोटो समयमै जेलमुक्त हुन सफल भए। यस प्रकरणमा जोडिएका बिचौलियाहरू पनि सजाय काटिरहेका छन्। तर मूल प्रश्न के हो भने नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले देखिएका मोहारभन्दा झन् ठूला माछाहरू फस्ने सम्भावना प्रबल छ। नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएकै बेला अहिलेकी परराष्ट्र मन्त्री आर्जु राणा देउबाको एक अडियो भाइरल भएको थियो। यस प्रकरणमा आर्जुको पनि हात रहेको आरोप काङ्ग्रेसीहरूकै छ। सांसद सुनिल शर्माले केही दिन अगाडि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै शङ्काको सुई आर्जुतर्फ सोझ्याए। उनको तर्क अनुसार यस प्रकरणमा पूर्व प्रधानमन्त्रीकै परिवारका मान्छेको हात छ। नक्कली भुटानी शरणार्थी काण्डमा त मेरो क्षेत्रको काण्ड हो। मैले बारम्बार एउटा कुरा भन्ने गरिरहेको छु, जसरी मिडियामा आइरहेको छ विषय यस्तो छैन है। तपाईँलाई आज पनि भन्छु, म यसको अनुसन्धान हुन जरुरी छ। रियल सबैभन्दा बढी पैसा खाने मान्छेहरू यो राज्य सञ्चालनको मेजर ठाउँहरूमा आजका मितिमा पनि छन्। भन्दैन त, सुन्नुहोस् न, म अघि तपाईँलाई भन्दैछु, म नाम भन्दिनँ, इन्डिकेट गर्छु। तपाईँ अख्तियारभित्र छानबिन गर्नुहोस्। आज अख्तियारको उपल्लो लेभलको मान्छे परेनछन् भने मेरो नाम सुनिल शर्मा होइन। तपाईँ राज्य सञ्चालकहरूमाथि इन्भेस्टिग गर्नुहोस्, उनका वरिपरिका मान्छेहरू परेनछन् भने मलाई भन्नु होला। बुझ्ने भाषामा भनिरहेको छु मैले तपाईँलाई होइन। तपाईँ हामी जतिका मान्छेले बुझ्दा पुग्छ हो कि अख्तियारदेखि प्रधानमन्त्री कार्यालयदेखि पूर्व प्रधानमन्त्रीका परिवारका सदस्यहरूदेखि लिएर होइन चाहिँ व्यापक मान्छेहरू चाहिँ जेलभित्र जाने हाई चान्स छ। त्यसै कारणले गर्दाखेरि भुटानी शरणार्थीको फाइल गुपचुप गरिएको छ, केही भरियाएर लगेर जेलमा राखिएको छ। यति भनेपछि अधिकांशको दिमागमा आर्जुको चित्र झट्टै आइहाल्छ। भ्रष्टाचारकी कुलदेवीको उपमा पाएकी आर्जुमाथि अनुसन्धान गर्न भने गाह्रो छ। शेरबहादुर देउबा पार्टी र सत्ताको पावर हाउसमा हुँदासम्म उनलाई कसैले टसमस गर्न सक्दैन। इतिहासकै असफल र बबुरो गृहमन्त्रीको रेसमा रहेका लेखक आर्जुकै आरतीको आशीर्वाद पाएर मन्त्री पड्काउन सफल भएका नेता हुन्। उनले आर्जु जोडिएको फाइल खोल्ने हिम्मत यो जुनीमा त के अर्को जुनी पाए पनि गर्न सक्दैनन्। सन् 1990 देखि नेपाली मूलका भुटानी भुटानबाट लखिटिएपछि भारत हुँदै नेपालको झापा र मोरङ आएर शरण लिएका थिए। उनीहरूलाई भुटान फर्काउने नेपालको प्रयास असफल भएपछि कूटनीतिक रूपमा तेस्रो मुलुकमा पुनर्वास गराउने योजना बनेको थियो। पछिल्लो पटक सन् 2018 मा गणना हुँदा 1,16,357 भुटानी शरणार्थी दर्ता भएका थिए। त्यसमध्ये 1,13,000